चाहिँ अब लङ वेन्डकोमा चाहिँ क्यानबेरा जाँदैछ। विनय साथी चाहिँ गाडी नपाएर चाहिँ होइन गाडीको टिकट र ट्रेनको टिकट नभएर चाहिँ विनय साथी चाहिँ हाम्रो लिन आएको छ यही क्यानबेरादेखि 2.5 घन्टाको उसमा 2.5 घन्टाको राइडमा ट्रेनको टिकट पनि थिएन अनि गाडीको टिकट पनि नभएर हामी चाहिँ अब क्याम्बल टाउन आएको छ। क्याम्बल टाउनमा चाहिँ बिने आएको थियो। यहाँदेखि चाहिँ हामी गाडीको राइडमा जान्छौँ राति है। अहिले चाहिँ हामी क्यानबेरा जाने क्रममा बाटोमा स्टप है। यस्तो छ है। यता चाहिँ लेक छ। लेकको लागि यता लेक देखेको छैन। कस्तो भयो त अल्छनको राइड? यस्तो छ यता जस है। अब चाहिँ तिमीले मुत्ने यहाँ चाहिँ हाम्रो गाडी छ। मान्छेहरू सुतिरहेछ क्याम्पिङमा। यता चाहिँ लेक चाहिँ डेन्जर देखिन्छ होला। दिउँसो चाहिँ अहिले चाहिँ यस्तो साह्रो देखेको छैन। ल पछि देखाउँछु। बिहान 7 बजी उठेर हामी चाहिँ 7 बजे हो र 6:30 बजे उठेर 7 बजे चाहिँ बाटो लाग्यो। माउन्टेन चढाउनु पर्दैछ। हाई स्पिड बसले साँच्चै हो लिटरली हो। कति मिटर हो र? 2293 कति चाहिँ गुगलमा खा त गुगल दुधे खोला नि छ हो। हामी म्याग्दीको हाम्रो गाउँहरू मेरो गाउँबाट चाहिँ 2500 मिटर त्यस्तैमा हो है। दुधे खोला माथि चाहिँ बरन तल तल होइन तल छ फेरि एकछिन माथि जानुपर्छ। बरन्जा त माथि छ 200-300 फरक यस्तै छ है क्यानबेरा। ल बाटोमा देखिन त उता आइरह नि लाइट बालेको देखेँ नि। त्यस्तै बाल्नु पर्यो। यो फुल लाइट होइन त्यो फङ लाइट मात्र हो कि यहाँ ओहो माने डर लाग्ने यार। जिन्दाबाद आइसकेको छ अगाडि हेर्नु यस्तो सुतेछ जस्तो
चाहतों का मैं जैसे कोई नादानी तू ढंग चाहतों का मैं जैसे कोई नादानी मुझे खुद से जोड़ ले तो मेरे यार बात बन जानी रंग शरबतों का मीठे घाट का पानी रंग शरबतों का मीठे घाट का पानी जिंदाबाद मुझे खुद में तुम एक मुसाफिर हो मैं कोई राह अनजानी तुम एक गाडी चलाएर हिँड्यो भने कानमा फोकस गरेर कानमा लास्ट डर यसले आज हामी सालोर पास गएर मनको चेसको 8 घन्टाको ट्रेक जाँदै भ्यू चाहिँ यस्तो छ भोपाल कस्तो लागेको छ दामी दामी आयुषलाई मलाई डर लागिरहेछ यो चाहिँ नर्मल्ली स्नो टाइममा अबको 2-3 महिनापछि आयो भने चाहिँ नि यो सब हिल्स पुरै स्नोले कभर हुने हो अहिले चाहिँ छैन ल हाम्रो रोहित सरले गाडी चलाउँदै थ्याङ्क यू गाइज थ्याङ्क्स फर वाचिङ द ब्लग ल पुग्यो हामी अस्ट्रेलियामा आएर यस्तो छ दुर्व्यवहार अब चाहिँ हामी हाइकिङ सुरु हुन्छ गाडी चाहिँ यहाँ पार्क गरियो है अब चाहिँ यहाँ अब हाम्रो सुरु हुन्छ यहाँ हाँस गिन्न भएका मुतुवाहरूले मुतिन्छ आफ्नो देशमा त बिहारै अर्को देश पनि बिहार दिन्छ नि धेरै त्यहाँ चाहिँ रहेछ हिउँको बेला त डेन्जर देख्छ होला त्यो हिउँको डिजाइन बनेको अब चाहिँ हामी लागिन्छ ट्रेकतर्फ मुतुवा हामी यस्तो बाटो मोतिन्छ नि त अहिले कस्तो झोला खाली मेरो झोलामा त यसो लेट्स गो अहिले चाहिँ हामी आइसकेको छ यहाँ चाहिँ अब यो गर्दैछ Let's go. Let's go. No, you get on that side. Okay. On the front. Are we just pivoting it? Okay. 3, 2, 1. Oh my god, can you try that again? Yeah, same again. 3, 2, 1. Once more. I think we're stronger than the car, bro. Actually, do you want the front now? Bloody hell. That was actually quite impressive. 3, 2, 1. Oh, the front's heavy. The front's got the engine. But actually, I think if but that's okay. Turn a bit. Yep. I've got the keys. I got us into this. That's great. That's right. Hold on. Honestly, if you turned that wheel, it would actually look like a pretty good car. Just go like maybe a foot straight back. I reckon. I'll have to stop. Go slow. Manual. Let's go, Memo. Are you trying to reverse? Yep. हाम्रो हाइक चाहिँ यहाँदेखि सुरु भयो विश्व मियागी हाम्रो गाइड मियागी नै हो Vamos. अब चाहिँ हामी 3-4 आवर्स चाहिँ हुन्छ भन्थ्यो गाडीमा भन्थ्यो सुतेको सुतेको रोहितलाई मैले भनिसकेको थिएँ अब टावर दिँदैन है रोहित मैले बुढीलाई म्याच गर्छु भनेको बुढीलाई पनि म्याच गराएको ल यस्तो मजा आयो
यही बढी भएपछि त हिउँने भने कस्तो आइस हो कि ला डल्लो भएन अलि कस्तो लाग्यो आइस ल कुन कति महिना बिस्तारै बिस्तारै पनि नेपालमा अहिलेसम्म एक्सपिरियन्सै गर्न सक्यो ल 1.5 hour भइसक्यो अब अरू पछि देखाउँछु रिभर क्रसिङ छ भनेर होइन पुरा त्यस्तै एनिमेसन नै बनाइदिएछ कि मान्छेहरूको लागि पोटेटो हो मुझे खाएको त होइन सुबह मत खानेको के भन्छ नि के मेरो सुबह खाली पेट पे नै खाना भन्नेलाई होइन रमाइलो भइरहेछ एप्पल मेरो सुबह खाना चाहिए भने यस्तो छ है मेरो डॉक्टर के पास जल्दी दूंगा वेदरले पनि साथ दिएछ आज यार डेन्जर यार कचिरी वेदर भइरहेछ मजा आएको र जर्सीले नै धान रहेछ अर्को साढे घन्टा हिँड्नु लाग्छ नि अब त त्यहाँ अब त यार जर्सीले चाहिँ धान्दो रहेछ है किनकि त्यो जर्सीको वेट छ नि त होइन जर्सीको हामी त वेट बढी छ नि त किनकि बढी ट्रफी जितेछ नि त जर्सीले यस्तो छ तिनवटा टिमले टप गर्ने ल अब चाहिँ हामी है यहाँ रेलको बाटो रनिङ छ रनिङ हुँदै यता जान्छ पिनेको अनुसार चाहिँ यतातिर हुनुपर्छ गेस गरेको है पहिला अन्दाज छ यस्तै छ म बाहिर जाँदैछु चाहिँ हल्का डाब्लै रहेछ It's all right. Just exhausted about this, I know. Easy. Yes, okay. Sponsor that. Easy today. Rosa Alexa. Oof, beautiful sir. Landscaping. That's the peaceful sir. Oh, gosh, don't you? म बोकेर हजुर तिमीलाई हेलो How's the sauce? Kaya itong mula rin. It's a beautiful day. Huh? अब चाहिँ यहाँदेखि हाम्रो स्ट्रेट सुरु भयो बुइनोस नोचेस के आउँछ ए हिउँ डे अब हिउँ परेको बेला चाहिँ सब हिउँ हुन्छ होइन ला सजिलो हुँदो रहेछ अरे सधैँ सजिलो भने म झ्याउ यस्तै एउटा म बेनीदेखि पनि बरङ्जा यस्तै होइन बेनीदेखि बरङ्जा यस्तो एउटा हाल्दैछ त आनन्दै हुन्छ नि ठ्याक्कै दुधे खोला छोएर होइन पखेर दुधे खोला नि छुनुपर्छ क्या
ल ये हो र आयुष गुड फर यु यार भन्छ तिमी हुँदा रहेछ किन अस्ति म लाग्ने पनि पुगेको थिएँ 1.5 वर्ष अगाडि होइन हामी हामीलाई नि पुगेको थिएन कि ए अस्ति पुगेँ ल साइन मलाई चाहिँ जग्गा भएको म अहिले जुत्ता हेर्दैछु होइन मैले कन्टिन्यू आफैले इमेल दियो आफैले साइन केही गर्ने हाम्रो रोहित सरले बकेट लिस्ट पुरा गरे अलि फोर रहेछ यार ला चिसो ओए भाइ नहाने त्यसले ढुङ्गाहरू ओए ल हामी 1-2 दिन लेट भयो त्यही भएर सबै हिउँ सुकिसक्यो नभए चाहिँ यही हो है केटा रियल हिउँ यही पक्का पक्की होइन त यही हो लाग्यो अघि त आयुष जस्तो यो त गयो नै हो यी यस्तो नि हिउँ हुन्छ नि यार ल हेर्न आयुष फेक होला हो यही नै हो कि ल बाटो भएर अब चाहिँ हामी टपमा पुनः लगाइसकेको छ है हाइट लासपुस होला यो फाइनली 3.5 घन्टाको होपफुली यही होस् भनौँ होइन त माउन्ट के अरे हो Ojiski. Here we come. आज बाँकी नै रहेछ फाइनल्ली पिकमा पुगेको छ है केटाहरू चाहिँ आउँदैछ बिस्तारै बिस्तारै अझै अलिकति फाइनल्ली यहाँ फर्मसी म्याक्सिमम मौजीहरू छ ल ल all good 1 2 3 अब चाहिँ हाम्रो यहाँ पिक चढेर चाहिँ अब हाम्रो खानपिन कार्यक्रम हुँदैछ यहाँ शान्तमा हाम्रो हल्का फुल्का फ्रुट्स क्याचेङ बुझौँ यहाँ चम्चा पनि ल्याउनु छ यस्तो छ आनन्दले बसिरहेछ अब चाहिँ हल्का जाडो जाडो पिरो ज्याकेट पनि लाग्यो होइन चिलमा छ अब हामी यति हो र होइन सक्यो यस्तरी आइरहेछ केटाहरूले ल है त इन्जोय केटा हो ल ऱ्यान्डमली चाहिँ यहाँ सुमनलाई भेट्यो है हामीले होइन सुमनलाई चाहिँ कति वर्षपछि यार लिटरली कति वर्षपछि भेट्यो साथी कहाँ 6-7 हुन्छ ऱ्यान्डमली पिकबाट माथिबाट आइसक्यो हामी अग्लो मान्छे आएको यही हेर्नु रेकर्ड राख्ने ल कश्मीरी ल फाइनली है ट्रेक चाहिँ सफल भइसकेको छ है अहिले चाहिँ हामी यो लास्टै कोल्ड वाटर
बसेर चिसो त लास्टै चिसो छ यार अब हामी फाइनल्ली अब यहाँ एक डाइभ हानेर कोल्ड वाटरमा है भेट्यो होइन यसको त क्याप हरायो अरे सोनामको होइन कस्तो भयो केटा एक्सपिरियन्स मजा आउने भयो आइसपा थियो भनौँ न अब चाहिँ अब फाइनली अब फर्किन्छौँ हामी स्योरै लिएको हो स्योर हालेको जस्तो लाग्थ्यो कि यहीसँग हालेको थियो कि डबल हालेन होला नि त वहीँ खसेर ल अब चाहिँ अब ल्याउँछ है त ल अब चाहिँ हामी लाग्यो आजको यात्रापछि है ल अब चाहिँ अब क्यानबेरातिर गइन्छ राम्रो भयो ल्याउँछ चार्जै छैन लिटरली यहाँ गाडीमा चार्ज गर्नु मिल्दो रहेछ बाई अहिले चाहिँ म अस्ट्रेलियन नेसनल पार्लियामेन्टभित्र छु है भिडियो चाहिँ गरेको छैन यहाँ डर लाग्छ यार यस्तो टाउनले गर्दाखेरि आइफले चाहिँ गरिरहेछ धेरै भिडियो गर्दैन है राम्रै रहेछ सबै तलहरू सबै छ रेन्जर पेन्टिङहरू छ यहाँ यस्तो छ पछि देखाउँछु ल आजको दिन चाहिँ पार्लियामेन्ट हाउस पछि है मोमो खाँदैछ मोमो विथ यो ओन ब्लग ल थ्याङ्क यू विनयन भाउजू हँसिके भाउजू है कस्तो छ साथी यता चाहिँ पहिलाको भ्लग हाम्रो ओलङ्गङ गएको बेलाको अहिले चाहिँ अब क्यानबेराको बन्दैछ मोमो खाँदैछ आइसले टक्क भाउजू चाहिँ भित्र हुनुहुन्छ यता ल अब चाहिँ पनि खाने युनिक वाला त यहाँ पो परेछ है डेन्जर छ चाइनिज जस्तो छ त्यो त नि त्योवाला सबभन्दा मिठो हुन्छ मिठो भयो बुढी ल सायनारा म पनि खान्छु अब ल ल हामी चाहिँ बिहान 6 बजी उठेर है 6 बजी आयो नि बिने अहिले उज्यालो हो अस्ट्रेलियाको 6 बजे अरूभन्दा किनकि हाम्रो घडीमा चाहिँ 6 बजे हो 6 बजे हाम्रो घडीमा चाहिँ 6 बजे हो नि त त्यो हो नि त अब त्यसरी बुझ्नु पर्यो नि त जिन्दगीलाई हामी जान लागेको चाहिँ कता has a one time हामी जान लागेको चाहिँ कुन ठाउँ अरे हामी जान लागेको कुन ठाउँ अरे हामी अहिले चाहिँ माउन्ट एन्सलीको लुकआउटमा लुकआउट पोइन्टमा जानु लाग्यो जुन चाहिँ ठ्याक्क सिटीको टपमा हो क्या सिटीदेखि टपमा माथि डाँडामा हो त्यहाँबाट चाहिँ पुरै सिटीको ओभरअल भ्यू देखिने हो क्यानबेरा कि हो क्यानबेरा अनि माथि डाँडामा नि गाडी नै लग्न मिल्छ तर अब त्योमा के मजा हामी फुल हाइकिङ पोइन्ट हाइकिङ गियरमा छ सबजना ल अब चाहिँ गइन्छ त्यहाँ राख्न हुँदा राखेर अन्त पोइन्ट फाइभमा राख्नु अनि देखिन्छ त पुरै ल एकछिन आज सेकेन्ड लास्ट दिन यो चाहिँ आज फर्स्ट एक्टिभिटी हुन्छ यसपछि चाहिँ हामी मिनिहरू चाहिँ 11 बजी काममा जान्छ 11 बजी कति बजी आउँछ यो जग्गा सेयरको लागि हो तिमीले किन्ने अन्त होला नि त होइन साँच्चै सेलको लागि छ त यी सब सेल किन्ने यता सेलको लागि अक्सनको लागि छ सेल गर्ने किन्ने त भइरहेको छ जिन्दगी छ हामी 11 बजीसम्म त फर्किन्छ नि म चाहिँ यता पो रहेछ लट खात त थोड़ा कैजुअल हो गया थोड़ा कैजुअल हो गया बडी देखाउनु हुँदैन अहिले झरेर देखाउँछौँ ल अहिलेको लागि चाहिँ ओके गाइस सी यु ल यो चाहिँ वार मेमोरियल अब चाहिँ हामी गाडीको राइट सिधियो अब चाहिँ माउन्ट आइन्सलीमा यहाँदेखि त्यो माथिको डाँडा भइन्छ यहाँदेखिको वाक छ होइन बोक न यस्तो दुखिरहेको छ सबजना उहाँ चाहिँ गइन्छ ल We'll be right back.
हामी फाइनली टपमा आयो अनि यता यो कमन यता चाहिँ तल क्यानबेरा होइन त्यो फन टाइपको के हो थाहा छ क्यानबेरा त यार गाउँै रहेछ कि पानी चाहिँ सबै म्यानमेड हो पानी चाहिँ म्यानमेड हो सब है पहिला जमानामा भिजन अँ यहीँ लेखेको हुन्छ होला यहीँ लेखेको छ नि यहाँ छ त म्यागन म्यागनिक पहिला यस्तो थियो लिटरली यस्तो थियो बिनी आउने भन्दा अगाडि मैलाले बनाएको हो र अँ ए अगाडि चाहिँ यस्तो भ्यू चाहिँ के लेखेको छ पढ ल होइन त केटा हो आज हाम्रो ऊ भयो होइन आज आयुष सरले चाहिँ के किने यार मलाई डरै लाग्ने किनेछ र आयुषले है आज हाम्रो क्यानबेराको हल्का फुल्का सपिङ भयो विनय सरले जानेपछि जोइन गरेँ हामी चाहिँ पहिला राम्रो पछि गाडीमा आएको थियौँ कस्तो भयो त सपिङ $400 भन न क्या $200 रे $400 को ज्याकेट किनेर अनि ए यस्तो ब्यागै किनेछ त्यो सामान राख्नको लागि प्लास्टिक मन परेन ब्यागै हाल्दैछ यस्तो नि अनि कसले सक्छ आइसले हेर $400 को ज्याकेट लगाएर काममा जाने हो 40,000 त्यस्तो मलाई त राष्ट्रिय म त ड्रिम हो यार ल मेरो चाहिँ ड्रिम थियो यार काठमाडौँको ज्याकेट आज ड्रिम पुरा होला ल तिम्रो ड्रिङ्क साँध त ल यही थियो है पछि हामी जान्छ घरमा अनि बेलुका घरमा जाने प्लान छ अहिलेको लागि चाहिँ अब हामी गाडी जान्छ के हो यो पछाडि अफर काठमाडौँ ब्याकप्याकहरूमा ठिकै म्याकप्याकको किन्न आएको मैले त बुझिँदै काठमाडौँको अफर देखेर त म त क्रेजी नि म्याकप्याकको किन्न आएको म्याकप्याकको अफरै नरहेछ क्या ल ल बाई बाई प्लिज यो लेनमा बस्छ अनि अब लाइट बाल लड्दा 3 सेकेन्ड भयो 1 सेकेन्ड ब्रो गाडी चलाउँदै हुनुहुन्छ काठमाडौँ ड्राइभिङ इन्स्टिच्युटको इन्स्ट्रक्टर मिस्टर रोहित बगरी अनि उहाँको इन्स्ट्रक्टर हुनुहुन्छ हाम्रो क्यानबेराको एकदमै प्रख्यात सिकारुहरूलाई एकदमै प्रख्यात इन्स्ट्रक्टर हुनुहुन्छ उहाँ पनि है राम्रो सिकाउनुहुन्छ तपाईँले कुनै यता क्यानबेरामा हुनुहुन्छ र ड्राइभिङ लेसन्स क्लासहरू चाहियो भने उहाँले डिएम गर्न सक्नुहुन्छ म चाहिँ उहाँको इन्स्टाग्राम बायो चाहिँ मेरो युट्युब भ्लगको लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु सो यो चाहिँ पक्का क्यानबेराको दरबार बाँध जस्तो छ है एज यु क्यान सी गाइज कन्स्टिट्युसन के हो क्यामेराको कन्स्टिट्युसन के उसो एरिया हो यो कन्स्टिट्युसन रोड छ कि यता चाहिँ म छु है यो पार्क छ यो लेफ्ट जान्छ यो धेरै धेरै इम्प्रुभ भएको छ रोहितको ड्राइभिङ है ठिक छ केटोले प्रोग्रेस गर्दैछ खुसी लाग्यो जिन्दगीमा अनुभव गर्न पाइँदो रहेछ गाइज ल हामी चाहिँ कोइरन खाना आएको छ के मगाएको छ के छैन छैन ध्यान मिठो छ यार सबै कुरा यो झन् डेन्जर छ यो पनि के रे यसलाई के भन्छ समथिङ ओभर डेन्जर छ त्यो झन् हिजोको भन्दा त मिठो छ है म चाहिँ फ्राइड राइस के छ त कति खाने खाएको ल आर्बोरेटम वक नेसनल आर्बोरेटममा आएको छौँ हामी आज लाइफमा अनुभव गर्न पाइयो गाइज जङ्गल पनि मिलाएर राम्रो रहेछ तर यार कस्तो ट्याक्कै मिलाएको कि ठ्याक्कै कोप्रे जस्तो के यो भएको छ नि त्यो सानो बिरुवा नि त्यो मिल्दा
र हाम्रो ड्राइभर दाइ हुनुहुन्छ यता चाहिँ म छु बिहान बिहान उठेर हामी यहाँ फेरि आज पनि डे 4 फेरि घुम्न आएको छौँ अनि इक्जाममा पानी पऱ्यो भने के गर्छ जस्तो हाम्रो इन्स्ट्रक्टर अहिले कडा हुनुहुन्छ है उहाँले बाँकी राख्ने भनेको पिट्नलाई मात्र नत्र यस्तो पानी परिरहेछ खुल्ला छ ए भए जति नि छ ल अझै लास्ट दिन हाम्रो क्यानबेरा आएको कुन ठाउँ रे यो लक्कीली आर्बेरेतममा जाडो पनि भएछ पानी पनि परेछ अब यो भनेको चाहिँ स्नोफलको सङ्केत हो उता हामीदेखि 2 आवर्स पर हो हिजो अस्ति गएको ठाउँमा माइन पोजिसकोमा हामी अस्ति गएको ठाउँमा स्नो पर्छ भोलि क्याफे छ क्याफेमा चाहिँ यस्तो फाइन क्याफे ओके ल गहाने पानी परिरहेको छ यार आज पिकनिक क्यान्सल होला जस्तो छ यार है आज बेलुका 5 बजेको प्लेन छ जिजस ल साइनाहरू यस्तो छ है ल अब चाहिँ हामी हल्का ब्रेकफास्ट खाँदैछ है यस्तो भ्यूसँग स्विजरल्यान्ड टाइपको म त ठुलो लामो यत्रो होला अनि नाम त कहाँ सबै कुरा हुन्छ र $9 फुड पनि हालेन ल मैले यत्रो बनाउँदै क्याफेमा मैले कमाउने यत्तिको बनाउँदै सेकवाला हुन्छ नि होइन त्यो बनाउँदै अहिले चाहिँ हामी बोनसाई ट्रीहरू हेर्न आएको छ लास्टै डेन्जर आर्टिफिसियल त देखेको थियो उसँग उचा देखेको थिएन नेचुरल गर्दा कसरी बनाउँछ यहाँनिर हाइब्रिड साइब्रिड गरेर है डेन्जर बनाउँछ यता यत्रो ठुल्ठुलो छ उता छ आइस र बिनेर चाहिँ यो रियोमा ठुलो साइपमा हुन्छ तर सानो सेपमा बनाइदिएछ कि हेर्नु न यो त अनि क्रेजी रहेछ यो वाला मान्छे त कत्रो देख्छ होला यसमा हेर हामी सानो मान्छेहरू मिलियन्सहरू क्रेजी छ क्रेजी कस्तो रहेछ कसरी के यार हाँगा पनि सानो सानो पलाउने यार है एउटा लानु पाए त ड्रिम हुँदैन अब पानीले चाहिँ अलिक ल्याङ गरे तर ठिक छ फेयरवेल जस्तो हुँदो रहेछ पानी परेपछि लास्ट दिनको लागि ल लास्ट एट क्यानबेरा होइन आफ्नो मेमोरीको लागि हो कि त्योहरूलाई देखाउनु छैन कि वेदर चाहिँ अहिले नाइस भइरहेछ दोस्तहरूले चाहिँ यहाँ आगो ताप्ने भएर दावा लिइरहेछ बाहिर आइस गएर है थ्याङ्क यू हामीलाई पठाइदिएकोमा यहाँ चाहिँ हाम्रो झापाको दाइ त्यो चाहिँ भन्नु होइन ए काभ्रे दाइको नाम के अरे सञ्जीव दाइ दाइले खाइबे टाइपको सेट ल अब चाहिँ हाम्रो खाना खाने काम सुरु भयो भाउजूले खाना हाल्दै बाहिर चाहिँ कस्तो भ्यू गरिरहेछ ब्लगर फ्रम टेमो हेर्नु पर्दैन त्यसरी ल त्यसले क्यानबेराको बसाइ पनि सिद्धि होइन त साथी यो कति डलरको ज्याकेट रे यो कति डलरको ज्याकेट रे यति यो सँगै हाम्रो क्यानबेराको 4 दिनको बसाइ पनि टुङ्गिएको छ
भाइजूलाई बिदाय गर्दै थाक्यो फेरि आफ्नो कर्तव्यतिर बिग्रेला चित्लेला रुचि बिफा थाहा छ रुचि बिफा थ्याङ्क यू भाउजू ल थ्याङ्क यू विनेदोस अर्कोचोटि भेटौँला ल सेफ जर्नी मिलाएर सिडनीतिर आउनु राम्रोसँग बस्नु ल सिडनी और यस ओके कोर्स गएर हुन्छ नि भने फेरि ओके ओके ल ओके ल इन्जोय ल छिटै भेटौँला ल थ्याङ्क यू है सबै कुराको लागि ल बाई बाई सायनारा ल ल अलराइट बस के छुट्यो त छुट्यो छैन Salute. All right. See ya, guys. See you boys अब चाहिँ हाम्रो क्यामेराको मसेज दियो है बेनीहरू चाहिँ ड्रप अफ गरेर देख्नुभयो अब चाहिँ हामी लाग्यो बसेको छ साथीभित्र बसेको छ अब चाहिँ हामी फेलिक्स बसमा युरोपियन बसमा ढक्क 3 आवरको राइडमा जान्छ यहाँ चाहिँ हाम्रो साउन्ड राखिसकेको छ क्लास डायर ब्लुटुथ डायर अब छिटो झऱ्यो दाजुलाई फाइनली रिच्ड सिडनी सामानसहित होइन हो अब इन्ड भयो हाम्रो घर चाहिँ यहीँ थियो लास्टसम्म रमाइलो भयो 4 दिन भोलि पनि बिदा रहेछ थाहा थिएन हालै थिएन है केही भएन एक दिन यति आएर रेस्ट गरिन्छ भोलि रिचार्ज भइन्छ होइन फेरि ब्याक टु वर्क ल ब्याक टु अब वर्क यहाँदेखि आइसम्म छुट्टिन्छ आइस चाहिँ प्लेटफर्म नम्बर 18बाट स्टार्ट जान्छ भने म चाहिँ प्लेटफर्म नम्बर 19बाट हर्स भयो ल यति नै थियो है अब चाहिँ यति भन्दै अब हामी सायनारा गरिन्छ ल पिस साइन ल बाई बाई कस्तो पिस